म फेरि पनि भन्दैछु 2081 साल सकिँदा नसकिँदै नेपालमा राज संस्था फर्किन्छ, राजाले श्रीपेच लगाउँछन् र राजा श्री 5 ज्ञानेन्द्र हुन्छ। यो गुरु पुष्कर खतिवडाको भविष्यवाणी। अहिले भन्ने बित्तिकै यो भिडियो हेरेर कति हाँस्नु हो नि। भविष्यवाणी त खतरा गर्नु भएको रहेछ। उम्लेको दुध मेफ्रामा प्लुत भने जस्तो। आफ्नै भविष्य कसले गर्दिन, आफ्नै भविष्यवाणी कसले गर्दिन, देशको भविष्यवाणी गरे अनि गुरु भएर नै ढुङ्गाले कहिले उ गर्ने हो त। अनि गुरुले पनि त्यस्तो सिकाउँछ त, कारमाट गर्ने अनि मान्छेलाई ठोक्ने हान्ने सिकाउँछ त गुरु भएर। गुरु हो कि गोरु हो तपाईँ? काहीँ नभएको हाँडी गएको जात्रा भने जस्तो। उम्लेको दुध मेफ्रामा प्लुत भनेको जस्तो भएन त यो त। हुन त हो, राजा लिन गएको तपाईँ अनि कहाँ ढुङ्गा मुढा गरेर अनि मान्छे मारेको त अनि हौ। लुटपाटमा उत्रिनु भएछ। कति